nepalnews.com. News from Nepal as it happens. नवनियुक्त डिन डाक्टर शशि शर्माले आफ्नो नियुक्तिलाई लिएर आमरण अनसनमा बसेका केसीको अनसन बिल्कुलै नियोजित ढंगबाट भएको भन्दै तुरुन्त अनसन तोडेर आफूलाई काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्नुभएको छ। मंगलबार राजधानीमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। उहाँले आफू त्रिभुवन विश्वविद्यालयको नियम अनुसार नै डिन नियुक्ति भएको धारणा राख्दै डाक्टर केसीले उठाएका 7 बुँदे मागहरू तत्काल सम्बोधन हुन नसक्ने भन्दै उहाँका माग संस्थागत विकासका हिसाबले बिल्कुलै स्वागत योग्य रहेको बताउनुभयो। म कुनै राजनीतिक दलको सदस्य होइन। राजनीतिक दल भन्नाले मैले कुनै पनि ठाउँको कुनै पनि पार्टीको सदस्य नभएपछि म कसरी राजनीति गर्ने? साथै त म डक्टरको नाताले मेरो लागि ठुला ठुला नेता सबै तिनै दलका नेताहरूलाई पनि मैले हेरेपछि म एउटा ग्यास्ट्रो फिजिसियन हुँ र मैले हस्पिटलमा हुँदा हेड डिपार्टमेन्टको नाताले मैले हेरेको हुनाले मलाई कहाँको भन्ने त्यो मलाई आफैलाई थाहा छैन। त्यसैले म राजनीतिक होइन। सदस्य कार्यक्रम नभएको र विगत 28 वर्षदेखि निरन्तर रूपमा 28 वर्षदेखिको निरन्तर रूपमा यस अध्ययन संस्थामा अध्यापन गर्दै आएकोले मेरो नियुक्ति नितान्त व्यवसायिक पेशा गर्ने हो। जहाँसम्म अन्य शिक्षण तथा स्वास्थ्य संस्थाको हकमा डिनको क्षेत्राधिकार बाहिर रहेको र यस अध्ययन संस्थान अन्तर्गत हुने नियुक्तिहरू व्यवसायिक पेशा गर्ने भन्ने कुरा यसै पत्रकार सम्मेलन मार्फत पत्रकार जनाउँछु। म हिजो भनेको कुरा अरूको त म भन्न सक्दिनँ। शर्माले आफू डिन पदका लागि एकदमै योग्य रहेको भन्दै 28 वर्षदेखि यो शिक्षण संस्थामा कार्यरत रहेको र विगत 7 वर्षदेखि हेड अफ डिपार्टमेन्ट सम्हाल्दै आएको बताउनुभयो। नवनियुक्त डिन डाक्टर शशि शर्माको भनाई सम्बन्धी समाचार यति नै। nepalnews.com. News from Nepal as it happens.